हेलो गाइज गुड मर्निङ। आज हामी मुस्ताङसम्मको यात्राको लागि निस्केका छौँ। 3:30 बजे उठेको मैले त वहाँ पिपललाई जल चढाउनु जानु पर्यो आज शनिबार। सबैजना बसेसी गरम लाग्यो। माथि हाल्नु के तँ पनि फोटो त यता आउनु। पोखरादेखि अलिकति माथि छ यो। यहाँ पर्यटकहरूको अत्यन्तै भिड हुने गर्दछ। यता जान सरसरी सबै यता हुन्छ। यो पोखराबाट माथिपट्टि डाँडोमा छ। यो फेवतालबाट पनि देखिने गर्छ। यहाँ माथि गएर वरिपरि घुमेर भिडियो गर्ने टिकटक गराउनेको सङ्ख्या धेरै छ। यसदेखि पारिपट्टि पनि एउटा मन्दिर रहेको छ। भएन हामी अब यहाँबाट डेभिड फल्सतिर जाँदैछौँ। यो चाहिँ डेभिड फल्स हो, जुन पानी यहीँ मात्र देखिएको छ। अन्त कहाँ गएको छ भन्ने कसैलाई पनि थाहा छैन।